हेलो साथीहरू, के कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्छु तपाईँ सबै सन्चै हुनुहुन्छ। म पनि यहाँ सन्चै आरामै छु। हेर्नु साथीहरू, अब सधैँ देखाउने बानी गरेको छ गाइजहरूलाई लन्चमा के खाएँ। अब आज पनि देखाउनु पर्यो साथीहरू। सधैँ एउटै कति देखाउँदै रहेछ नभन्नु है। अब लन्च देखाउने बानी गरेको छ मेरो प्यारा प्यारा फेसबुक फ्यामिली फलोवर नन फलोवर सबैलाई। यस आजको लन्च चाहिँ साथीहरू पटल फ्राई छ, हेर्न सक्नुहुन्छ। अनि हामीको बुढा मान्छे कसरी मुस्नु हुँदैछ कचक 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 गरेर हेर्नु होला। हाम्रो बुढा मान्छेको मुख पनि यो पुनुले गर्नु न। हेर्नु कचक 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 मुस्नु हुँदैछ। हेर्नु होला लन्चमा यो अचार खै छ नि त त्यो अचार छ, यो पटल फ्राई, एउटा चना, यो त कसैले खाँदैन साथी हो, मलाई मात्रै हो, हेर्न सक्नुहुन्छ। अनि यो अन्डा छ, अन्डा फ्राई गरेको। त्यहाँबाट आज अब दाल छैन, आलुको झोल, यसमै अन्डा हाल्ने साथीहरू। यत्तिकै होस्, केटाकेटी खान्छन् नि यत्तिकै होइन। यस हिजोको साग हेर्न साथीहरू, यस्तै हो दिउँसोको लन्च। जानु तताउनु मात्रै दुध। यस्तै हो साथीहरू आजको लन्च, हेर्न सक्नुहुन्छ। ओके साथीहरू, बाई बाई। फेरि भेट हुन्छ नेक्स्ट भिडियोमा। बाई बाई।